लगायत खाना खाँदै होइन। गुड मर्निङ एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म होइन आफ्टर लङ टाइम धेरै टाइम पछि चाहिँ एक्सन क्यामेराबाट म चाहिँ भिडियो बनाउँदैछु। सो के हुन्छ है, हेरौँ कस्तो आउँछ। मलाई पनि थाहा छैन त्यति राम्रोसँग होइन कस्तो हुन्छ होला, मैले पनि फर्स्ट टाइम युज गर्दैछु। कस्तो हुन्छ अब हेर्दै गरौँ है, मलाई पनि अब थाहा हुन्छ कस्तो आउँदैछ के हुन्छ। अब केहरू मतलब अलग अलग सेटिङ कलरहरू चेन्ज गर्न मिल्छ भनेर भने होइन। अब कस्तो कस्तो हुन्छ के हुन्छ, सो भिडियोमै हेरौँ है ल। सो लेट्स गो। सो हाम्रो यो होटलको हाम्रो चाहिँ होइन बेस किचन चाहिँ ट्याक्क यता त्यही हो। यहाँबाट हाम्रो यता चाहिँ रुम भयो होइन। अब यहाँबाट यसो यता गयो भने चाहिँ ट्याक्क हाम्रो बेस किचन छ। सो बेस किचन कस्तो छ हाम्रो देखाउँछु नि त म। सो लेट्स गो है। यस्तो छ कपालमा बाजे यस्तो किचन चाहिँ हाम्रो ट्याक्क ओके त है। यो चाहिँ ट्याक्क यहाँ नुडल बनाएको मैले भिडियो पनि हालेको थिएँ होला होइन। ट्याक्क नुडल पनि चाहिँ यहीँ हो। अहिले चाहिँ खाली छ। त्यो कथेर जाने हो कि यहाँ दुई त यहीँ बसिसक्यो त जाने हो जाने हो। यतिखेरसम्म यहीँ बस्यो भने छिड्छु। सो यही हो। अब यता चाहिँ हाम्रो ट्याक्क छ होइन। आज चाहिँ मेरो छुट्टी हो। म चाहिँ यसो होटलमा आज खानासाना खान लागेको। मैले चाहिँ हेर्ने होइन, घुम्नु नजिकै छ नि त। मैले काम गर्छु उता हो, त्यही भएर खानासाना खान आएको। म चाहिँ फ्रिजहरू भयो होइन। सही हो बबान छ। यही हो होइन हाम्रो किचन चाहिँ। सो अब खानासाना खानुपर्छ अनि अगाडि के हुन्छ ल हेर्दै गरौँ ल। एक्कै यो चाहिँ मेरो खाना होइन। आज पुरा एक थाल खाने हो अनि फेरि जाने हो ल। हजुर लगायत खाना खाँदै होइन। चलाएर एउटा सेक्टर 21 किचन होइन। के खाना खाँदै हो आज? दाल भात मासु, चोक्टा बिनाको मासु। सो खानासाना नि खाइयो है। अब त्यहाँ ट्याक्क जानुपर्छ यसो बाहिरतिर, कता हुन्छ केही थाहा छैन। बाहिरतिर जानुपर्ने छ। धेरै दिन भयो आएदेखि यस्तो राम्रोसँग घुम्न गएको छैन होइन। जान त गएको आउने जाने कामको लागि मात्र, तर घुम्न जान्छु भनेर चाहिँ म राम्रोसँग अहिलेसम्म गएको छैन। सो आज यस्तो प्लान हुन्छ है भनेको। एक्लै छु होइन। 2-3जनाको छुट्टी भयो भए चाहिँ घुम्न पनि मजा आउँथ्यो। एक्लै छु त्यही भएर त्यति मन पनि लागेन। हेरौँ के हुन्छ। सरर चिसो हावा आउँथ्यो यहाँबाट चाहिँ ट्याक्क होइन। सही हो ल निक्लिनु पऱ्यो अब चाहिँ। अहिले चाहिँ ट्याक्कमा बाहिर आइसकेँ होइन। बाहिर चाहिँ त्यस्तो केही छैन, एक्लै छु होइन। त्यस्तो कोही जाने मन पनि छैन। अब के गरौँ भन्ने भइरहेको थियो। सो यता चाहिँ बाहिर आएको होइन। यहाँ चाहिँ ट्याक्क यता अरू फलफुलहरूको यस्तो ट्याक्क लाग्छ जुसहरू होइन। यता यस्तो छ। अरू सर यता बाहिर आएपछि ट्याक्क यस्तो छ पुरा। यो चाहिँ नोइडा है। नोइडामा बबाल छ ल दामी हो नोइडाको सिन पुरा यस्तो छ। आज चाहिँ म सोचेको कि यस्तो त्यो म चाहिँ त्यहाँ जाने सोचिरहेको थिएँ। त्यहाँ जान्छु होइन। यस्तो पार्क छ त्यतापट्टि जानु पऱ्यो। कस्तो छ म पनि गएको बेला गाडी आउँछ। चाहिँ दामी यो चाहिँ होइन। नोइडामा चाहिँ ठुल्ठुला बिल्डिङहरू विदेश आए जस्तो लाग्छ यस्तो छ। यस्तो देख्दाखेरि त होइन दामी हो नि। यही हो
त्यहाँ चाहिँ जाने हो होइन, त्यहाँ जाने ठाउँ चाहिँ कताबाट छ। मलाई चाहिँ भित्र जानु मन थियो। भित्र जानको लागि गाडी आक्को आइगर्छ रोड क्रस गर्न पनि यार। रोड क्रस त हान्न हुन्थ्यो, हान्दिउँ हानिदिनु पर्छ होला। चलो यही रोड क्रस हान्दिउँ। त्यो डर लाग्छ क्या यार, हान्दियो भने त हान्दियो नि होइन। लाइफ झन्ड फेरि जिन्दगी नै सकिन्छ। के गर्ने भने सोचे होइन, ध्यानमै हान्दियो भने त भइयो लाइफ। सो म चाहिँ ट्याक्क आइसकेँ होइन। त्यहाँ गएर पनि आइयो होइन, त्यस्तो केही खास स्पेसल थिएन होइन। अब कहाँ जाने आज, त्यस्तो केही छैन। अब हेरौँ अब हेयर कटिङ हुन्छ कि आज हेयर कटिङ गर्न जानुपर्ने छ। अनि एउटा प्यान्ट किनिदिनु पर्ने छ होइन, ब्ल्याक प्यान्ट उस होटलको लागि। किनभने मैले आएदेखि नै एउटा होटलमा ब्ल्याक प्यान्ट सुज लगाउनु पर्छ। अहिले चाहिँ अब लगाइरहेको थिएन, अनलाइन किचनमा गरिरहेको थिएँ नि त, त्यही भएर मैले लगाउनु परेको थिएन। अहिले चाहिँ हामीले गर्ने किचन चाहिँ डाइनिङ हो होइन। यहाँ चाहिँ अब ट्याक्क टुक्क भएर जानु पऱ्यो नि त, त्यही भएर त्यही हो। अब दारीजुवा पनि ट्याक्क फाल्नुपर्छ, कस्तो हुन्छ हेरौँ। सायद दारीजुवा नफाले पनि होइन, तर प्यान्ट चाहिँ किन्नुपर्ने हुन्छ। हेरौँ के हुन्छ, लेट्स सी।